तपाईले प्रयास गर्दा गर्दै पनि यदि सफलता हात परेको छैन भने यी 7 सूत्र अपनाउनुहोस्। सफलता प्राप्त गर्न हरेक व्यक्तिहरूले निरन्तर मेहनत र सङ्घर्ष गर्नुपर्छ। तर केवल परिश्रम मात्रै पर्याप्त हुँदैन। केही सूत्रहरूको पालनाले सफलता प्राप्त गर्न मद्दत पुर्याउँछ। यहाँ सफलता प्राप्तका लागि 7 प्रमुख सूत्रहरू छन्। आजको दृष्टिले हेर्नुहोस्। अगाडि बढ्नका लागि आफैलाई र अरूलाई हिजोको दृष्टिकोणबाट हेर्नु हुँदैन। आजको समयको मूल्य बुझ्न महत्त्वपूर्ण छ। हिजोका सम्झनाहरू र भोलिका कल्पनाहरूलाई ऊर्जा बनाएर आजको दिनलाई अघि बढाउनुहोस्। निरन्तर सिक्दै जानुहोस्। सिकाइको यात्रा निरन्तर जारी रहन्छ। कुनै पनि समयमा मानिसले सबै कुरा सिकेर सक्दैन। सफलताको बाटोमा अठोट र प्रयास चाहिन्छ र एक सफलतापछि अर्को सफलता प्राप्त गर्नका लागि निरन्तरता आवश्यक छ। धैर्य र दृढता आवश्यक छ। जीवनको यात्रा प्रारम्भ गर्नका लागि भुइँ छ, सोच्नका लागि आकाश छ र शिखर चढ्नका लागि तपाईको लक्ष्य छ। शिखरलाई नजिक ल्याउन दृढताका साथ हिँड्नुहोस्। चाहे त्यो जति टाढा भए पनि सफलता प्राप्त गर्नका लागि यात्रा मनोबल र आनन्दसँगै गर्नुपर्छ। कर्मठता र धैर्यको महत्त्व। सफलता प्राप्त गर्नका लागि तपाईको कर्मठता, धैर्य र उत्साह अनिवार्य छ। साथै शक्ति र साधनको कुशल प्रयोग गर्दा सफलता सहज बन्नेछ। आत्मबलको निर्माण। आत्मविश्वास र आत्मबलका साथ अघि बढ्नु महत्त्वपूर्ण छ। तपाईले आफैलाई दिएका वचनहरू नतोड्नुहोस् र त्यसको पालना गर्दै अगाडि बढ्नुहोस्। आफैले गरेको निर्णयलाई पूरा गर्नुहोस्। कामलाई अर्थ दिनुहोस्। जे भए पनि काम ठिक र अर्थपूर्ण छ भन्ने गर्नुहोस्। यसले जीवनलाई रस र अर्थ दिन्छ। सङ्घर्ष गर्दा तपाईलाई थाहा हुन्छ कि केही कार्य कठिन हुन्छ, तर सोच्नुहोस् कि तपाईँ प्रयास गरिरहनु भएको छ र यसबाट प्रेरणा पनि पाइन्छ। स्पष्ट सोच र दूरदृष्टि। तपाईको सोच प्रष्ट र दूरदर्शी हुनु आवश्यक छ। सफलता प्राप्त गर्नका लागि तपाईँ आफ्नो उद्देश्य पहिचान गर्नुपर्छ र त्यसको दिशामा स्थिरताका साथ अघि बढ्नुपर्छ। यी 7 सूत्रको पालना गर्दा तपाईले जीवनमा सफलता प्राप्त गर्नका लागि एक दृढ आधार तयार पार्नुहुनेछ।